एमालेले कसैको घर जलाउन सिकाउँदैन, कहीँ कतै लुटपाट गर्नका लागि युवा प्रयोग गर्दैन। एमालेले युवालाई आफ्नो 10 नङ्ग्रा खियाएर राष्ट्रको लागि काम गर्नुपर्छ भनेर सदैव प्रेरित गरिरहन्छ। त्यसकारण मलाई एमाले मन पर्छ। सुन्नुभयो साथीहरू, राम्रोसित सुन्नुभयो। काठमाडौँ महानगरपालिका की उपमेयर सुनीता डंगोल को जोशपूर्ण अभिभाषण। सुनीता डंगोलले के भन्नुभएको छ? एमालेले कसैको घर जलाउँदैन, एमालेले कसैको घर लुटपाट गर्न युवालाई प्रयोग गर्दैन, एमालेले युवाहरूलाई राष्ट्र सेवा गर्नुपर्छ भनेर सदैव प्रेरित गर्ने गर्छ। यो अभिव्यक्ति सुनीता डंगोलले आफ्नो अभिभाषणमा दिनुभएको छ र साथमा उहाँले आफ्नो अभिभाषणमा यो पनि भन्नुभएको छ, मलाई इतिहास थाहा छ, मलाई एमालेको सम्पूर्ण इतिहास थाहा छ। सोशल मिडियामा भाड भैलो गरेर उग्र बन्न एमालेले सिकाउँदैन। म भर्खरै राजनीतिमा आफ्नो पाइला चालिरहेको छु। मैले इतिहास बुझेको छु, इतिहास अध्ययन गरेको छु। त्यसकारण मलाई एमाले मन पर्छ। त्यसकारण मलाई एमाले मन पर्छ। तपाईलाई आफ्नो एमाले पार्टीको इतिहास थाहा छ? यदि तपाईलाई राम्रोसित इतिहास थाहा भएको भए आज तपाईको मुखबाट यस्तो शब्द प्रयोग नहुन्थ्यो कि एमालेले कहिले पनि कसैको घर जलाउँदैन, कसैको घर लुटपाट गर्न युवाहरूलाई प्रयोग गर्दैन, राष्ट्र सेवातिर एमालेले प्रेरित गर्ने गर्छ। आज राष्ट्र जलिरहेछन्, देशको जुन सम्पत्ति छ त्यो लुटिरहेछन्। तपाई भन्नुहुन्छ इतिहास थाहा छ? ल सुनीता डंगोल, आज म तपाईलाई तपाईको पार्टीको राम्रो राम्रो काम गरेको इतिहासको बारेमा सम्पूर्ण जानकारी विस्तारपूर्वक दिनेछु कि तपाईको बा केपी शर्मा ओली बाले कस्तो कस्तो राम्रो काम गर्नु भएको छ त्यो इतिहासको बारेमा तपाईलाई जानकारी दिनेछु। एमाले सरकारले गरेका राम्रो कार्यको इतिहास विस्तारपूर्वक सुनौं। पहिलो राम्रो कार्य वाइड बॉडी जहाज घोटाला। वाइड बॉडी जहाज घोटाला प्रकरण यो इतिहास याद छ कि छैन कि बिर्सिहाल्यो? त्यसपछि एमाले सरकारले गरेका दोस्रो राम्रो काम बलुवाटारको ललिता निवास जग्गा घोटाला। यो प्रकरण यो घोटाला याद छ कि छैन सुनीता डंगोल? बलुवाटारमा जुन ललिता निवास जग्गा घोटाला भएको छ यो याद छ कि छैन? त्यसपछि ओम्नीबाट स्वास्थ्य सामग्री खरिद घोटाला। कोरोना कालको बेलामा कोरोना कालको घटना याद छ कि छैन? जब तपाईको सरकार एमाले सरकारले ओम्नी माध्यमबाट स्वास्थ्य सामग्री खरिद गरी त्यसमा करोडौं रुपैयाँको घोटाला भएको थियो। त्यसपछि बानेश्वरमा नेपाल आयल निगम जग्गा खरिदमा घोटाला भएको छ। करोडौं रुपैयाँको जमिन खरिद गर्ने बेलामा घोटाला भएको थियो। त्यो घटना याद छ कि छैन? इतिहास याद छ कि छैन? त्यसपछि गिरिबन्धु जग्गा घोटाला। गिरिबन्धु जग्गा घोटाला यो इतिहास त तपाईलाई थाहा होला नि। यदि थाहा छैन भने आफ्नो बासित सोध्नुस्, केपी बासित सोध्नुस् कि गिरिबन्धुको जग्गाको घोटाला कसले गरेका छन्, उहाँले बताइदिनुहुन्छ। र त्यसपछि सिक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा घोटाला। यो घोटाला इतिहास याद छ कि छैन सुनीता डंगोल? सिक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्ने बेलामा करोडौं रुपैयाँको घोटाला भएको छ र जसकारण तपाईकै एमाले नेता
गोकुल बास्कोटालाई आफ्नो मन्त्री पदबाट राजीनामा दिनु परेका थिए। याद छ कि छैन? त्यसपछि नक्कली भुटानी शरणार्थी घोटाला काण्ड। अब भन्नुहोस्, कसको शासनकालमा नेपालीलाई नक्कली भुटानी बनाएर अमेरिका पठाएका थिए, अर्थात् नेपालीलाई बेचेका थिए? यो नक्कली भुटानी शरणार्थी कसको शासनकालमा भएको थियो? यो इतिहास याद छ कि छैन? त्यसपछि पशुपतिनाथ मन्दिरको जलहरी घोटाला, यो इतिहास याद छ कि छैन? पशुपतिनाथ मन्दिरको जलहरी जुन सुनको हुन्छ त्यसमा पनि घोटाला भएको छ। यो काण्ड तपाईलाई थाहा छ कि छैन, या बिर्सिहाल्नुभयो? त्यसपछि एनसेल घोटाला। एनसेल घोटालाको इतिहास त याद होला। एनसेल घोटालामा करोडौं रुपियाँको घोटाला भएको छ र त्यो बेला सरकार कसको थियो? एनसेल घोटालामा प्रचण्डको पनि नाम मुछिएका छन्, शेरबहादुर देउवाको पनि नाम मुछिएका छन्। तर प्रचण्डले बारम्बार भनिसकेका छन् कि मैले एनसेलमा कुनै प्रकारको घोटाला गरेका छैन। यदि गरेका छु भने मेरो माथि निष्पक्ष छानबिन होस्। दोषी पाएमा जुनसुकै सजाय भोग्न म तयार छु। यो कुरा प्रचण्डले बारम्बार भनिसक्नु भएको छ। तर के तपाईको केपी शर्मा ओलीबाले यो भन्नु सक्नुहुन्छ कि मैले या मेरो पार्टीले अहिलेसम्म कुनै प्रकारको घोटाला गरेका छैन? मेरो पार्टीमाथि निष्पक्ष छानबिन होस्। यदि घोटाला गरेको छु भने दोषी पाइएमा जुनसुकै सजाय भोग्न तयार छु। के यो कुरा तपाईको केपी बाले भन्नु सक्नुहुन्छ? भन्नुको कुरै छोडिदिनुहोस्, घोटालाको फाइल नै लुकाइदिनुहुन्छ, घोटालाको फाइल नै गायब गराइदिनुहुन्छ र जुन अधिकृतले घोटाला गर्नुहुन्छ नि, छानबिन गर्नुहुन्छ नि, त्यो अधिकृतलाई सरुवा गराइदिनुहुन्छ, त्यसलाई नि पदबाट हटाइदिनुहुन्छ। यो हो केपी शर्मा ओलीको काम। तपाईँ भन्नुहुन्छ मलाई इतिहास थाहा छ। तपाईको इतिहासमा यस्ता धेरै घटनाहरू घटित भइराखेका छन्। त्यसपछि बागमती किनारमा अवैध बस्ती हटाउने क्रममा जुन झडप भएको थियो, त्यो झडपमा महानगरपालिकाकी महिला प्रहरीको टाउकोमा ढुङ्गाले प्रहार गर्ने व्यक्ति कुन पार्टीका थिए? यो समाचार सबैलाई थाहा छ। त्यो व्यक्ति कुन पार्टीका थिए? त्यो व्यक्तिले महिला प्रहरीको टाउकोमा ढुङ्गा प्रहार गरेका थिए। और तपाईँ भन्नुहुन्छ एमाले पार्टीले गलत काम गर्न कहिल्यै पनि सिकाउँदैन। सबभन्दा बढी गलत काम यदि कसैले गर्ने सिकाउँछ भने त्यो हो तपाईको एमाले पार्टी। त्यसपछि फुटबल म्याच हेर्ने बेलामा लाप्ताले पछाडिबाट प्रहार गर्ने गुण्डा कुन पार्टीका थिए? टिभीमा पनि तपाईले हेर्नुभयो होला। जुन बेला फुटबल म्याच चलिरहेको थियो त्यो बेला युवाहरूले नारा लगाइरहेका थिए र त्यही बिचमा दुईजना गुण्डा पछाडिबाट आएर म्याच हेर्ने युवामाथि लात्ताले प्रहार गरेका थिए। कुन पार्टीका थिए? तपाईकै एमाले पार्टीका गुण्डा थिए, तपाईको एमाले पार्टीका। त्यसपछि काठमाडौँ महानगरपालिकाका भ्रष्ट अधिकृतलाई, जसलाई बालेन शाहले निष्कासित गरिसकेका थिए र त्यही भ्रष्ट अधिकृतलाई उहाँको कार्यकक्षमा जबरजस्ती तालचा फोडेर झ्याल ढोका तोडेर भित्र कसले प्रवेश गराएका थिए? कसले प्रवेश गराएका थिए? काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले। काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोल आफै
भ्रष्ट अधिकृतलाई उहाँको कार्यकक्षमा जबरजस्ती ढोका झ्याल फोडेर भित्र प्रवेश गराउनु भएको थियो। यो काम उपमेयर सुनिता डङ्गोलले आफै गर्नु भएको छ।